आजको दिन चाहिँ भेरी स्पेसल है। अनि बिहान बिहान मैले बुढालाई उठाएको अनि ऊ चाहिँ अलार्म बन्द गरेर फेरि सुत्छ अनि उठान भनेको अनि नाटक गर्छ फेरि। अनि त्यसपछि हामी चाहिँ अब बाहिर निस्किनुपर्छ, डाइट पेलेरै निस्किनुपर्छ भनेर बिहान उठेर अन्डा चना खाजा बनाएर होइन रोटी बनाएर गम गम बिहान मलाई त रुच्न त जतिखेर पनि रुच दिन्छ क्या। फेरि खानु परेपछि मलाई जतिखेर पनि रुच दिन्छ होइन, म त खाइदिन्छु। अनि खाएँ। अनि आज चाहिँ फेरि मेरो डिक्सम चेन्ज गर्नुपर्ने थियो। पहिला मैले G6 लाउँथेँ, अब चाहिँ फेरि म अपडेट भएर G7 लाउनेमा पुगिरहेको छु। अनि त्यो G7 पनि मेरो आज फेरि अर्को हस्पिटलमा कता कता अपोइन्टमेन्ट थियो नि, बल्ल बल्ल हामी म्याटरडी पुग्यौँ। अनि हाम्रो सानो मान्छेलाई पनि हेऱ्यौँ यति मजाले है। अनि त्यसपछि त्यहाँबाट फर्केर हामी उता गयौँ। अनि त्यहाँ चाहिँ अलिकति भिडियो सिडियो बनाउनु पाउन्न थियो। अनि भिडियो सिडियो बनाउनु नपाएर नि हामी चाहिँ त्यतिकै गऱ्यौँ। अनि भोकले रन्किरहेको थियो र लिली पुगेर दही सही किनेर उडायो। अनि दही खाँदै आएको यति सुनसान कि त्यो ठाउँ त होइन, लास्टै अनि त्यहाँबाट बल्ल बल्ल पम्पी आयो। अनि त्यसपछि मम्मीबाट X300 चढेर अनि झरेर कोको कोला हानिदिएर अनि अब यहाँ बाटो खोज्दै आएको क्या हामीले। फेरि सर्टकट बाटो X300बाट झरेर नयाँ सर्टकट बाटो निकालेर हिँड्दै आएको। यहाँ मेरो बुढाले के को बोट देखेँ अरे। अनि यो बोटलाई नै अनुसन्धान गर्दा गर्दै हामी घर आइपुग्यौँ फाइनल्ली। आजको लामो दिन